आदरणीय दर्शकबिन नमस्कार। बोल्दैछु सुजल रामु। यति बेला म छु पुलचोक, ठ्याक्कै हाम्रो प्रहरी प्रभाग पुलचोक अगाडिपट्टि छु म यति बेला। नव दुर्गा भवानी माताले तपाईँ हाम्रो सबैको रक्षा गरून्। दसैँ एकदमै उल्लासका साथ मनाउनु भयो होला, राम्रै भयो होला भन्ने अपेक्षा लिएको छु। तपाईहरुको के कसो भयो? यता पनि ठिकै भएको छ। अब घर त जान पाइएन, सपरिवार यसो रमाइलो गरियो। जे होस् 5 दिन जेलसम्म के कति जीवनलाई सार्थक बनाउन सकिन्छ, त्यो मात्र ठुलो कुरा हो। अब यहाँ अनेकन प्रकारका विषम परिस्थितिका बावजुद पनि नाच्नुपर्ने रमाउनु पर्ने यो बाध्यात्मक परिस्थिति मानव जीवनको छ यति बेला। तथापि जो जहाँ हुनुहुन्छ सुख शान्ति समृद्धिका साथ रहनु बस्नु होला भन्ने शुभकामना दिन चाहन्छु यति बेला। सबैलाई दुर्गा भवानी माताले रक्षा गरून् यही भन्दै यो छोटो सानो ब्लगबाट बिदा हुने अनुमति चाहन्छु। फेरि पुनः अर्को भ्लगमा उपस्थित हुनेछु। नेपालको शिर उच्च रहिराखोस्, यही शिरको ढाका टोपी जसरी ठडिएर रहेको छ, देशको शिर पनि यसै गरी ठडिएर रहिरहोस्, यही अपेक्षा सहित अहिलेलाई यो छोटो भ्लगबाट छुट्टिन अनुमति चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। दुर्गा माताले कल्लरे गरून् सबैलाई दसैँको